ओके फोकस गर्ने हामीहरू ओके हामी लाइन बाई लाइन जाँदैछौँ है ल प्रेरित 18 अध्यायमा अब यहाँनिर चाहिँ पौल कोरिन्थ भन्ने सिटीमा पुग्छ ओके त्यसपछि तिनी एथेन्सबाट बिदा भएर कहाँ पुग्छ कोरिन्थमा गए तिनले पोन्टुस निवासी अखिलास नभएका एकजना यहुदीलाई भेटे ओके तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालियाबाट आएका थिए किनकि सम्राट क्लाउडियसले सबै यहुदीहरूलाई रोमबाट निस्किजाने आज्ञा दिएका थिए पावल उनीहरूलाई भेट्न गए ओके यहाँसम्म राखौँ सो यहाँ के भएको छ पावल एथेन्सबाट कहाँ जान्छ कोरिन्थमा जान्छ कोरिन्थ एउटा रोमन एउटा सिटी थियो मजाको ओके त्यो साम्राज्यको अलिक दिल्ली मुम्बई जस्तो ओके त्यो ठुलो सिटी थियो अनि त्यो सिटीमा पावल पुग्छ त्यहाँनिर एउटा यहुदी अखिलास देख्छ अनि उसको वाइफ प्रिस्किला भेट्छ ओके अनि प्रिस्किला को हुन्छ रोमन सिटिजन हुन्छ अखिलास को हुन्छ यहुदी सिटिजन हुन्छ ओके अनि रोमबाट यिनीहरूलाई खेदेको हुन्छ एम्परर क्लाउडियस भएको बारेमा त्यो टाइममा जब रोमन एम्पायर क्लाउडियसले त्यहाँ राज्य गरेको थियो त्यतिखेर यहुदीहरूलाई फेरि निकालेको थियो अनि जब इतिहासमा जब अहिलेसम्म इतिहासमा तपाईँले हेर्नुहोस् यहुदीहरू जहाँ जहाँ थिए उनीहरूलाई सबै युरोपदेखि है सबै जर्मन सबै जग्गादेखि उनीहरूलाई खेदाएका हामी पाउँछौँ तर जहाँ पनि यहुदीहरू पुग्छ त्यहाँ यहुदीहरू सर्भाइभ गर्छ है परमेश्वरले यहुदीहरूलाई विवेक अनि बुद्धि दिनुभएको छ उनीहरू फाइनेन्समा टप थिए है फाइनेन्समा के थिए उनीहरू टप क्लास थिए ओके अमेरिकनहरू साइन्स म्याथमेटिक्स पढ्दै थियो भने यहुदीहरू त्यतिखेर फाइनेन्स पढ्दै थियो ओके अनि यिनीहरू यहुदीहरू जहाँ पनि जाँदै संसारभरि नै यिनीहरू फैलिएको थियो त्यहाँ फाइनेन्सको यति साह्रो विवेक बुद्धि थियो उनीहरू त्यहाँ सर्भाइभ गर्दथे अनि जहाँ उनीहरू फाइनेन्सले टप हुँदथ्यो अनि जब त्यहाँको लोकल मान्छे थाहा पाउँथ्यो अरे यहुदी हामीभन्दा धनी भनेपछि यहुदीहरूले फेरि त्यहाँबाट खेदाउँथ्यो सेकेन्ड वर्ल्ड त्यही भयो जर्मनलाई यहुदी अफिसियल्सहरू सबैलाई आफ्नो अहुदादेखि निकाले खेदे है अनि यो टाइममा पनि रोमनको टाइममा पनि यहुदीलाई त्यहाँ खेदेको छ अनि यहुदीहरू त्यहाँ रोमबाट निस्केर आएको छ इटालियाको रोमबाट निस्केर कोरिन्थमा आएको छ अनि त्यहाँनिर अखिलालाई कसले भेट्छ अखिला प्रिस्किलालाई पावलले भेट्छ अब मजाको कुरा हेर्छ है 3 अध्यायमा एकै पेसाका हुनाले तिनी पनि उनीहरूसँगै बसेर काम गरेको पावल र यो दुईजना बुढाबुढीसँग पावलको एउटै पेसा त्यो पेसा के थियो भन्नुहोस् त किनकि उनीहरूको पेसा पाल बनाउने थियो उनीहरू टेन्ट मेकर थियो ओके किनकि रोमन साम्राज्य बढ्दै थियो अनि उनीहरूले टेन्ट बनाउने मानिसहरू चाहिँदथ्यो जहाँ पनि रोमन एम्पायरको फैलिँदै जाँदथ्यो आर्मीहरू जानु पर्ने त्यहाँ उनीहरू टेन्ट चाहिँदथ्यो अनि छालाको टेन्ट बनाउने गर्दथे यिनीहरूले अनि त्यो टेन्ट मेकर चाहिँ को थिए यिनीहरू पावलको पेसा के थियो उसको जब टेन्ट बनाउने अनि प्रिस्किला र अखिलाको पनि टेन्ट बनाउने एउटै पेसा थियो अब उनीहरू मिलेको थियो हेर्नुहोस् है मिसन फिल्डमा परमेश्वरले जब तपाईँ र म मिसनरी आज मिसन फिल्डमा परमेश्वरको कार्य गर्न चाहन्छौँ प्रभुले हाम्रो निम्ति व्यक्तिहरू यसरी खडा गर्नुहुन्छ व्यक्तिहरूलाई यसरी भेटाउनुहुन्छ अब यहाँनिर परमेश्वरको कार्य हुन गइरहेको छ ओके अनि हरेक साबतमा तिनी सभाघरमा बहस गर्थे इमेजिन गर्नुहोस् आजको दिन हामी क्रिस्चियनहरूले डिबेट गर्यो भनेदेखि हामी उनीहरू नराम्रो भन्छौँ बट पावल सुरुदेखि जहाँ पनि गएको छ ऊ जहाँ जहाँ गए त्यहाँ त उसले डिबेट गरेको छ ओके त्यो पनि कसरी सिधै सभाघरमा गएर सिनेगोग जहाँ थिए यहुदीहरू जहाँ यहुदीहरू बस्दथे जहाँ यहुदीहरू भेला हुँदथ्यो साबातको दिन स्याटरडे उनीहरू भेला हुँदथ्यो त्यहाँ गएर पावल एभ्री स्याटरडे गएर एभ्री साबात दिन गएर ऊ डिबेट गर्दथ्यो नो मोसाको ललाई तपाईँले हाम्रो बाजे बोजूले पनि पालन गर्न सकेन तपाईँले बाउले पनि पालन गर्न सकेन हामीले पनि पालन गर्न सकेनौँ अब चाहिँ हामी अन्य जातिलाई किन दिने भन्ने कुरा है कि मोसाको व्यवस्थाले होइन बट यीशु ख्रिस्टको अनुग्रहले हामी बाँचेको छौँ एन्ड देन यीशु ख्रिस्ट चाहिँ तपाईँ मेरो मसिहा उद्धारकर्ता आउनेवाला दाउदको सन्तानबाट प्रमिस मसिहा चाहिँ यीशु ख्रिस्ट भनिकन पावलले एभ्री डे जहाँ पनि जाँदथ्यो डिबेट गर्थ्यो गएर ओके बहस गर्दथ्यो तर्क गर्दथ्यो अनि उनीहरूलाई यसरी सुसमाचार सुनाउने कार्य गर्दथ्यो ओके अनि अब प्रिस्किला अनि अखिलासँग उनीहरू बस्दैछ एउटै पेसा गर्दैछ एउटै काम गर्दैछ उनीहरूले अनि ऊ एभ्री स्याटरडे चाहिँ गएर सुसमाचारको कार्य गर्दथ्यो ओके मिसन फिल्डमा चाहिँ यतिखेर ओके अनि र यहुदी र ग्रिकहरूलाई बुझाउने प्रयत्न गर्थ्यो किनकि त्यो टाइममा यहुदी र ग्रिकहरू कोरिन्थमा ज्यादा थिए ओके यहुदी भइहाले ग्रिकहरू अन्य जाति थिए कुकुरहरू ओके यहुदीको लागि हामी अन्य जाति कुकुर हौ भन्छ ओके सो यहुदी र ग्रिकलाई दुवैजनालाई पावलले के गर्दथे सुसमाचार सुनाउँथ्यो कि यीशु ख्रिस्ट चाहिँ तपाईँलाई मेरो मसिहा हो ओके दाउदको पुत्र चाहिँ यीशु ख्रिस्ट हाम्रो मसिहा हो अनि यीशु ख्रिस्टमा विश्वास गरेर मात्र हामीले उद्धार अनि मुक्ति पाउँछौँ स्वर्ग जान्छौँ मोसाका व्यवस्थालाई पालन गरेर होइन
भनिकन पावलले एभ्री टाइम जहाँ एथेन्समा एफिससमा थिस्सलुनीमा है लिस्त्रामा डरिनमा बिरियामा एभ्रिवेयर जहाँ पनि जान्छ उसको मिसन फिल्डमा उसले तर्क गर्दथ्यो है डिबेट गरेर उनीहरूलाई बुझाउँदथ्यो ओके किनकि पावल वान अफ द टप के थियो अस्ति मैले भने व्यवस्थाको बाइबल स्टुडेन्ट थियो कसलाई ओल्ड टेस्टामेन्ट इन एन्ड आउट याद थियो लाइक दिस ओके सबै कुरालाई थाहा थियो टप क्लास गामालियलको टप स्टुडेन्ट थियो A++ ल्याउने भनौँ न अहिलेको टाइममा है अनि उसलाई पुरानो सबै थाहा थियो अनि पुरानो नियमबाट यीशु ख्रीष्ट कसरी आउनुभयो ओके उसलाई थाहा थियो किनकि पहिला त ऊ पनि यीशु ख्रीष्टको चेलाहरूलाई सताउने मानिस थिए होइन हो कि भन्नुहोस् त जेम्सलाई ढुङ्गालेर हान्न मार्नु लाउने को थिए पावल नै थिए ओके अनि त्यहाँदेखि च्याप्टर 13 देखि नै त साउल चाहिँ के भए पावल भएर आए होइन अब 5 अध्यायमा हेर्नुहोस् त ओके 19:5 पंक्तिमा जब सिलास र तिमोथी मेसिडोनियाबाट आइपुगे पावल वचनको प्रचारमा व्यस्त थिए ओके र यहुदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले शिक्षा दिँदै थिए पावलको शिक्षा के रहेछ येशू नै ख्रीष्ट यानि कि मसीहा है मसीहा हाम्रो उहाँको अभिषिक्त जन ओके येशू नै हुनुहुन्छ भनिकन सिकाउँदै थिए तर जब उनीहरूले विरोध गरेर तिनको निन्दा गर्न लागे तब तिनले आफ्नो लुगा टक्टाएर उनीहरूलाई भने तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस् म निर्दोष छु अब उपरान्त म अन्य जातिहरू कहाँ जानेछु गोस्पल अलवेज जहिले पनि फर्स्ट कहाँ आएको थियो सुसमाचार यहुदीहरूलाई आएको थियो होइन यीशु ख्रीष्ट पनि यहुदी तरै आउनुभयो ओके अनि सबैभन्दा पहिला मसीहा यहुदीहरूकोमा आए अनि यहाँ पनि पावलले के भन्छ पावल पनि अलवेज साबतको दिन कहाँ जान्थ्यो यहुदीहरूको सभा घर जाँदथ्यो किनकि सुसमाचार पहिला उनीहरू सुनाउने गर्दथ्यो ओके अब यहुदीहरूले नै सुसमाचार आफ्नै मसीहालाई इन्कार गरेको कारण पावल अलवेज के भन्छ अब म अन्य जातिहरूलाई मुक्तिको सुसमाचार सुन्न जान्छु जब उनीहरूले मसाको व्यवस्था पालन गर्नु पर्दैन जब उनीहरूले चुनिएको पनि थिएन तिमीहरू उनीहरूलाई भन्छौ कि यहुदीहरूसँग के अरे यहुदीहरू अन्य जातिहरूसँग बसेर खानु पनि घिनाउँछन् तिमीहरू यति तल्लो दर्जाको छान्छौ अन्य जातिलाई अब म जाँदैछु है अब म उनीहरूलाई यही उद्धारको है अनि यो अनुग्रहको सुसमाचार लिएर म जाँदैछु भनेर भन्छ अनि तिमीहरूको रगत तिम्रो थाप्लोमा परोस् बिकज म निर्दोष छु किनकि मैले गर्नुपर्ने कार्य तिमीहरूलाई मैले सुनाएँ है यदि मैले जानेर पनि यीशु ख्रीष्ट म उद्धारकर्ता हुनुहुन्छ भनेर जुन चाहिँ मिसन मलाई दिनुभएको छ यो जानेर मैले तिमीलाई नसुनाएको भए म दोषी ठहरिन्थेँ तर अब मैले सुनाएको छु र तिमीले एक्सेप्ट गरेनौ अब म अन्य जाति कहाँ जाँदैछु ओके सो यसैले सुसमाचार चाहिँ सारा जातिहरूको लागि हो यहुदीहरूको लागि मात्र होइन ओके मूसाको व्यवस्था चाहिँ यहुदीहरूको लागि थिए ओके कम्प्लिटली 613 भन्दा बेसी लहरू उसले पालन गर्नु यहुदीहरूको लागि स्ट्रिक्टली थियो ओके तर हाम्रो लागि त थिएन इमेजिन गर्नुहोस् न हामी अन्य जाति होइन तपाईँ र म यहुदी होइन हामीले यति साह्रो अनुग्रह पाएको छौँ कि मूसाले त यति धेरै व्यवस्थालाई हामीले पालन गर्नु परेन हेर्नुहोस् है हामी फ्रिडममा थियौँ त्यो डल्लै व्यवस्था ल कानुनलाई हामीले फलो गर्नु परेन र सित्तैमा उद्धार मुक्ति पनि पायौँ है कति अनुग्रह चाहिँ कति माथि अन्य जाति तपाईँ र माथि गर्नुभएको छ है कति धेरै अनुग्रह गर्नुभएको छ सो तपाईँलाई मैले जान्नुपर्ने कुरा अनि अलवेज बाइबल कलेजमा हामी भन्छौँ है कि तपाईँ मैले एभ्री डे परमेश्वरलाई दिनुपर्ने धन्यवाद चाहिँ यस उद्धारको लागि है जो उद्धार ख्रीष्टले हाम्रो निम्ति गर्नुभयो नि जो दान तपाईँले मेरो निम्ति ख्रीष्टले चुकाउनु भयो नि त्यसो कसैले पनि चुकाउन सक्दैन है नो वान संसार त के सारा युनिभर्स नै कोही छैन है अनि ख्रीष्टले मात्र त्यो चुकाउनु भयो यसैले यस उद्धारको लागि हामी परमेश्वरलाई एभ्री धन्यवाद दिन पर्दछ ओके अलवेज एज ए क्रिस्चियन तपाईँलाई मेरो रेस्पोन्सिबिलिटी बन्दछ यो कि हाम्रो उद्धारको निम्ति उहाँलाई धन्यवाद दिने हामी प्रभुवश किन लिन्छौँ त्यही उद्धारको लागि त हामी दिन्छौँ होइन हामी प्रभुवश किन लिन्छौँ त्यो उद्धार जो ख्रीष्टले हाम्रो निम्ति गर्नुभयो त्यसले सम्झनाको लागि त हामी गर्छौँ नि है ख्रीष्टले परमेश्वरले यो पनि पालन गर त्यो पनि पालन गरेर बेसी उहाँले हामीले दिनु भएन तर एउटा कुरालाई चाहिँ उहाँको सम्झनामा गर्ने गर्नुभयो है उहाँले के भन्नुभयो कुनै पनि कुराहरू परमेश्वरले मेरो सम्झनामा गर्नु भनेर भन्नुभयो नि ख्रीष्टले एउटै कुरा चाहिँ ख्रीष्टको सम्झनामा गर्ने गर्नु भन्नुभयो त्यो चाहिँ त्यो चाहिँ मैले तिम्रो निम्ति के गरिदिएँ है मैले तिम्रो निम्ति कस्तो उद्धारको निम्ति मैले के गरेँ त्यसमा हामी उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनु बाध्यता पर्छ हामी अलवेज उहाँलाई
उद्धार जो उहाँले उद्धार गर्नुभयो नि त्यसको निम्ति हामी धन्यवाद दिन्छौँ ताकि तपाईँलाई मैले नबिर्सन सकौँ है कि ख्रिस्टले हामीलाई उद्धार गर्नु निम्ति उहाँले के गर्नुभयो सायद मलाई लाग्छ त्यही कारणले ख्रिस्टले भन्नुभयो कि मेरो सम्झनामा रोटी अनि रसलाई दागसलाई लिने गर है त्यो पनि के गर कोही कोही बेला होइन अक्सर लिने गर है जति सक्दो हुन्छ तपाईँले लिने गर किन एभ्री टाइम हामी लिन्छौँ एभ्री टाइम याद हुन्छ हामीलाई कि यस ख्रिस्टको यो शरीर अनि यो रगत चाहिँ मेरो निम्ति भएको थियो ओके एभ्री टाइम हामीलाई थाहा हुन्छ अनि हामी उहाँलाई त्यसको निम्ति महिमा दिन सक्छौँ प्रशंसा दिन सक्छौँ अप्ठन उहाँले भनेको छ अक्सर गर्ने गर ओके सुधारको निम्ति हामी उहाँलाई हामी कति 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 अनुग्रह कति पाएको छ हामीले है सो केही पनि गर्नु इमेजिन गर्नुहोस् त आजको दिन तपाईँ र मैले यदि व्यवस्था अनुसार है हरेक दिन है सबै चाडहरू मनाउनु पाएको भए म सधैँ भन्ने गर्छु है आजको दिन सबैभन्दा गाई बस्तु भेडा बाख्रा पाल्ने क्रिस्चियनहरू हुनुहुन्थ्यो किन एभ्री टाइम बलि गर्नु पर्यो नि त होइन त्यो पनि निष्खोट दाग नभएको है कुनै पनि नबिग्रेको क्रिस्चियनहरू त गोटै गोठ हुन्थ्यो होला है गाईको भेडाको बाख्राको होइन किन हामीलाई त्यो बाध्यता पर्ने थियो एभ्री इयर एभ्री मन्थ हामी होम बलिको लागि के चाहियो मेल बलिको लागि अन्न बलिको लागि पशु बलि सबै बलिको लागि थुपार चाहिँ कति हुन्थेन त्यो सबै कुराबाट हामीले फ्रिडम है यहुदीहरूले पनि पाएको छ तर उनीहरूले पाएको अब साथमा हेर्नुहोस् त तब तिनी त्यहाँबाट परमेश्वरको भक्ति गर्ने तितस युस्तस नाउँ भएका मानिसको घरमा गएको पौल र उनको घर सभाघरको छेउमा थियो अनि सभाघरका शासक क्रिस्पस यो सबै त्यतिखेरको ल्याटिन अनि ग्रिक नामहरू ओके जुन चाहिँ शासक अनि विशेष त एउटा यो के हो जब हामी बुक अफ एक्ट्सलाई पढ्छौँ अनि यहाँ जब पनि रोमन एम्पररको नाम ओके अनि यिनीहरूको शासकहरूको नामहरू पढ्छौँ है सिटिजनको नामहरू पढ्छौँ त्यहाँ भएको लको कुराहरू पढ्छौँ हामीले के प्रमाण पाउँछौँ यस बाइबल इज ट्रु है अनि नन अफ द रिलिजनमा हामी यो कुरा हामी पाउँदैनौँ कि बाइबल चाहिँ हाम्रो हिस्टोरिकल फ्याक्ट हो है इतिहासमा घटेको घटना साक्षी रियललाई घटेको घटना है यो भएको छ नन अफ द रिलिजन्समा हामी यो कुरा पाउँदैनौँ बट बाइबल चाहिँ धर्म पुस्तक मात्र होइन यो चाहिँ के हो हिस्टोरिकल एकाउन्ट हो है इतिहासमा घटेको घटना रियल घटना है अनि आज हामी गुगल गर्छौँ क्रिस्पसलाई गुगल गर्नुहोस् क्लाउडियस एम्पररलाई गुगल गर्नुहोस् एम्परर नेहरूको टाइममा पल मर्यो एम्परर नेरोलाई हेर्नुहोस् है तपाईँ सबै कुरा पाउनुहोस् गुगलमा एभाइलेबल छ सो बाइबल इज ट्रु है परमेश्वरको वचन जीवित वचन बाइबल इज ट्रु सत्य हो बाइबल है दन्त्य कथा यहाँ लेखेको छैन है उहिले नै एकादेशमा छैन नो नो त्यो के हो त्यो दन्त्य कथा हो भनेको है बनाएको कथा हो त्यस्तो छैन तर यो टाइममा यो समयमा यो व्यक्तिले यो मान्छेको टाइममा यसो गर्यो है इभन यीशु ख्रिस्ट पनि कसको टाइममा जन्मे हेरोद एन्टिपसको टाइममा रोमन एम्पायरको टाइममा हेरोद एन्टिपस गुगल गर्नुहोस् तपाईँले डिटेल्स पाइहाल्नुहोस् ओके सो बाइबल ट्रु बाइबल सत्य हो यसैले त तपाईँहरू विश्वास गर्छौँ होइन नभए त हामी कहाँ विश्वास गर्थ्यौँ होला र है दन्त्य कथा होला ए म बनाइहाल्छु नि होइन कथा है सो अनि यहाँ के छ तितस युतस नाउँ भएको एउटा मान्छे जसको सभाघरकै छेउमा उसको घर थियो अनि त्यस टाइमको शासक जो चाहिँ क्रिस्पस थियो ओके अनि उसको क्रिस्पस उसको सबै परिवारले यीशु ख्रिस्टमा विश्वास गरे र कोरिन्थीहरू मध्ये पनि धेरैले पावलको वचन सुनेर विश्वास गरे र बप्तिस्मा लिए ओके यहाँ बप्तिस्मा लिएर विश्वास गरेको छैन फेरि 9 मा एक रात दर्शनमा प्रभुले पावललाई भन्नुभयो नडराऊ तर बोल्दै जाऊ र चुप नलाग किनकि म तिम्रो साथ छु र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्ने छैन किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन् सो पावल यहाँ परमेश्वरको उपस्थिति अनि परमेश्वरले उसलाई कसरी लिड गर्नुभयो इन मिसन फिल्डमा उसले एक्सपिरियन्स गर्दैछ अघि अखिला प्रिस्किलालाई पनि भेटाइदिनु भयो अनि उनीहरूसँग बसे ओके त्यहाँ चाहिँ परमेश्वरले उसको हस्पिटालिटीको लागि पावल कहाँ बस्ने होटलको लागि एउटा उहाँकै जनलाई अखिला प्रिस्किलालाई युज गर्नुभयो अनि फेरि टाइटसलाई भेटाइदिनु भयो क्लाउडियसलाई क्रिस्पसलाई भेटाइदिनु भयो ओके अनि अझ परमेश्वर उत्साह पनि दियो कि नडराऊ कि कोरिन्थमा मेरो धेरै मानिसहरू छ तिमी बोल्दै जाऊ प्रचार गर्दै जाऊ हैन मिसनको कार्यलाई अगाडि बढ्दै जाऊ ओके सो अनि परमेश्वरको वचन सिकाउँदै पावल 1 वर्ष 6 महिना कोरिन्थमा त्यहाँ उनीसँग बसे र जब गलियोन अखैयाका शासक भए तब यहुदीहरू एकै मतका भइकन पावलमाथि आक्रमण गरे यहाँ अझ हाँसुको कुरा हेर्छ परमेश्वरले कस्तो प्रकारले यहाँनिर
त्यो केसलाई उल्टा गरिदिनु भएको छ हेर्नुहोस् ल। जब गलियोन भन्ने मान्छे त्यो जग्गाको शासक हुँदछ, त्यहाँको यहुदीहरूले के गर्छ, पावलको माथि आक्रमण गर्छ, ओके, र तिनलाई अदालतमा ल्याउँछ, ओके। अनि 13मा र यसो भने यस मानिसले व्यवस्थाको विरुद्ध परमेश्वरको आराधना गर्न मानिसहरूलाई सिकाइरहेछ। के को विरुद्ध? व्यवस्थाको विरुद्ध। अफकोर्स मोसाको व्यवस्थालाई छोडेर यीशुलाई विश्वास गर्नु है, अनि साबत दिन मानिस जरुरी छैन, खतना गर्नु जरुरी छैन भनेर पावलले सिकाइरहेको थियो अन्य जातिलाई। एक प्रकारले हेर्दा यस व्यवस्थाको एगेन्स्टमा थियो होइन। उनीहरूको केस पनि के छ, उनीहरूको भ्यूबाट, यहुदीको भ्यूबाट उनीहरूको केस पनि सही छ। उनीहरूको व्यवस्था बिहोरिरहेको छ नि त होइन, ग्रिकहरूले खतना गर्नु पर्दैन होइन, सबै गरे भनिरहेछ। अनि यो केसलाई यिनीहरूले यो केसमा चाहिँ पावललाई अदालतमा लिएर आउँछ हेर्नुहोस् है। अनि अघि पावलले के भनेको छ, परमेश्वर पावललाई नडरा, यो सहरमा मेरो धेरै मानिसहरू छ, ओके। परमेश्वरले हिजो राति त भनेको मलाई यो सहरमा परमेश्वरको धेरै जनता नडरा भन्छ, अनि आज बिहान चाहिँ फेरि मलाई अदालतमा लान्छ। पावललाई कस्तो भयो है, परमेश्वरको कार्य हेर्नुहोस् है, परमेश्वरले कस्तो प्रकारले अचम्म रीतिले कार्य गर्नुहुन्छ। अरे हिजै त मलाई परमेश्वरले भनेको नडरा, बोल्दै गर, मेरो मानिसहरू धेरै छ भने खै परमेश्वरको मानिसहरू आज मलाई अदालतमा लगिन्जेल, सिपाही लगेर अदालतमा लागिन्जेलसम्म चाहिँ खै परमेश्वरको मानिसहरू। प्रभु वेयर आर यु डेड है, हामी त्यो सोच्ने गर्छौँ। तपाईँले हिजो भन्नुभएको होइन है, मलाई नडरा भनेर, आज त मलाई कोर्टमा लिएर जाँदा प्रभु वाट इज दिस, हामी भन्न सक्छौँ नि है। परमेश्वरको कार्य हेर्नुहोस् यहाँ अब मुनि। अनि त्यो कार्य उसलाई कोर्टमा लाने केस पनि के हो, व्यवस्थाको एगेन्स्ट बोल्यो भने किन, त्यो चाहिँ परमेश्वरकै व्यवस्था फेरि परमेश्वरले दिनुभएको हो गड के हुँदैछ प्रभु, तपाईँका व्यवस्थाको विरुद्ध मैले दौड्यो भनेर मलाई ल्याउँदैछ। हिजो बेलुका त भन्नुभएको तपाईँले नडरा, खै त है, खै तपाईँको मान्छेहरू पुरा छ भन्नुहुन्छ त, हामी त्यो कुरा सोच्न सक्छौँ। तर परमेश्वरको कार्य हेर्नुहोस् है, मुनि पढ्दै जानुहोस् त। अब जब पावल बोल्ने लागेका थिए 14मा, तब गिलियोन ती यहुदीहरूलाई भने, गिलियोनको त्यो त्यहाँको अघिको शासक, ओके, यहुदी हो, यदि साँच्चै नै यो कुरो यो केही अन्याय वा दुष्ट अपराधको कुरो हो त मैले तिमीहरूका कुरा सुन्न उचित हुने थियो। तर शब्दहरू, नाउँहरू र तिमीहरूको आफ्नै व्यवस्थाको सवाल भएको हुनाले तिमीहरू आफै विचार गर। के भन्दैछ, केस क्लियर गरिदियो उसले होइन। म त तिमीहरूको आफ्नै यो धर्मको कुरा रहेछ, म यसमा पस्दिनँ होइन। इन सेन्स उसले भन्दैछ, यदि यसले केही क्राइम गरेको भए चाहिँ म यहाँको एम्परर हो, म उसलाई न्याय गर्ने मेरो हक थियो। तर यो त तिमीहरूको आफ्नै रहेछ जो चाहिँ रोमन कोड अफ लमा छैन, ओके। सो तिमीहरू आफै नै यसलाई सम्हाल, म यसमा पस्दिनँ भनेर भनिदियो। किनकि पावललाई त्यसमा कोर्टमा लाने एक्युज चाहिँ के थियो, व्यवस्थालाई उल्टा गर्यो भने, ताकि रोमन ललाई बिगार्यो भने। यदि रोमन ललाई बिगारेको भए पावललाई यस अफकोर्स गिलियोनले केही कुरा गर्दथ्यो। तर यहाँ पावल बाँच्यो होइन। हेर्नुहोस् है अब, अनि म यस्ता कुराहरूको इन्साफ गर्ने इन्कार गर्छु, म यस्तो कुरालाई इन्साफ गर्दैन। यो तिमीहरूको लको, तिमीहरूको व्यवस्था तिम्रो आफ्नैको परमेश्वरको त्यसको होइन, त्यो मेरो होइन। अनि अब 16मा हेर्नुहोस् ल, अनि उनले तिनीहरूलाई अदालतबाट धपाइदिए, अदालतबाट पावल अनि त्यो सबै पावललाई लिएर आएको मान्छे धपाइदिए। अब म त तब तिनीहरू सबैले सभाघरका शासक सोस्थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गिलियोनले त्यस कुराको केही वास्ता गरेन। सोस्थेनेस अनि उसको सबै टिमहरू मिलेर चाहिँ के पावललाई अदालतमा लिएको थियो होइन। परमेश्वरले के भनेको छ अघि पावललाई, नडरा, यहाँनिर धेरै मान्छे छ है, तर कोर्टमा त लग्यो, ओके। तर कोर्टमा के गयो, गिलियोनले इन्कार गरिदियो। इन्कार गरेपछि अब पावलको पछि लाग्ने केटाहरूको पक्षमा भयो नि त सबै कुरा होइन। त्यो मान्छेले पावललाई यसो गरिस् भनेर सोच्दैन, सभाघरको यानि कि यहुदीहरूको सभाघर सिनेको टपलाई नै पक्रेर सबैको सामने कुटिदिएछ। परमेश्वरको कार्य हेर्नुहोस् है, परमेश्वरसँग यहाँ के देख्यो पावलले, ओ साँच्चै नै परमेश्वरको मान्छे यहाँ धेरै रहेछ, म नडराउनु पर्ने रहेछ है। अघि म डराएको थिएँ, मलाई कोर्टमा लगे, तर कोर्टमा नै मलाई लाने मान्छेलाई नै कोर्टमा नै त्यसको पेन्डिङ भएको छ है। इमेजिन गर्नुहोस् त, यस्तोको कहानी पनि त्यही भएको छ नि है। ललाई परमेश्वरले चेन्ज गरिदिनु है, उसको मर्दगाईको हामनको एगेन्स्ट परमेश्वरले उल्टा गरिदिनु भयो। अनि यहाँ पनि सोस्थेनेस र उसको टिमको अगेन्स्ट परमेश्वरले उल्टा गरिदिनु भयो। सो परमेश्वरमा नथिङ इज इम्पोसिबल। संसारको टप क्लासको ललाई पनि परमेश्वरले चेन्ज गर्न सक्नुहुने परमेश्वर हुनुहुन्छ
ओके परमेश्वर हुनुहुन्छ इमेजिन गर्नुहोस् न यस्तोको टाइममा जुन चाहिँ पर्सियन एम्पायर थियो गुगल गर्नुहोस् कि आज पनि पाउनुहुन्छ कि पर्सियन एम्पायरको जब एम्पररले जे डिक्लेयर गरिदियो सेन्टेन्स दियो त्यो इभन एम्पररले पनि उसलाई चेन्ज गर्न सक्दैन थियो ओके पर्सियन राजाले पनि चेन्ज गर्न सक्दैन थियो अब शैतान यस्तो दामी ट्र्याप गरेको थियो सबै यहुदीहरूलाई नाश गर्न होइन त्यसमा इन्क्लुडिङको त्यो रानी एस्तर पनि थियो होइन अब रानी एस्तर लगायत सबैलाई मार्ने शैतानले के गरेको थियो त्यहाँ हामानलाई युज गरेर कन्स्पिरेसी बसेको थियो कि अब चाहिँ राजा तपाईँले चाहिँ यो डिग्री पास गर्नुहोस् कि यहुदीहरू चाहिँ सबैलाई नाश गर्नु छ पुरिममा ओके त्यो टाइममा चाहिँ नाश गर्नुपर्छ भनिकन तपाईँले लेखिदिनुहोस् राजाले त्यो लेखिदियो पास गर्यो होइन अब राजाले पनि लेखेको चाहिँ पर्सियन एम्पायरमा चाहिँ राजा आफैले पनि त्यसलाई रद्द गर्न सक्दैन थियो हेर्नुहोस् है भगेन भन्नुहोस् अनि इमेजिन गर्नुहोस् एउटा तपाईँ अब स्पिरिचुअल जुन चाहिँ आत्मिक तौरमा जब हामी हेर्छौँ थियोलोजिकली यो एउटा रियल घटना घटेको छ तर यहाँ शैतानको खेल के थियो भने त त्यो टाइममा सबै यहुदीलाई नाश गर्नुको कारण के थियो हाम्रो आउनेवाला मसिहा चाहिँ यहुदी लाइनबाट आउनेवाला थियो ओके तपाईँ र मेरो उद्धारक चाहिँ यहुदी लाइनबाट आउनेवाला थियो ओके अनि त्यस कुरा मसिहालाई आउनु नदिनुको लागि यहुदीहरू समस्त पुरा यहुदीलाई नाश गर्यो भने परमेश्वरको राज्य परमेश्वरको प्लान संसारलाई बचाउने प्लान के हुन्छ त्यहाँनिर बन्द हुन्छ एन्ड देन संसारमा पाप मात्रै हुन्छ शैतानको राज्य मात्रै हुन्छ के शैतानको खेल के थियो हेरोदको टाइममा जुन 2 वर्ष मुनिको नानी जति पनि जहाँ मसिहा जन्मिँदै थियो त्यहाँको सबैले किन मार्न लगाए हेरोदलाई किन युज गरे बिकज मसिहा जन्मिँदै थियो नि त अब मसिहा जन्मियो भने त शैतानको राज्य नाश हुन सुरु भइहाल्यो नि त होइन अनि सबै नानीहरूलाई यहुदी नानीहरूलाई मार्न डाइरेक्टिभ गर्यो बट परमेश्वरको खेल हेर्नुहोस् न परमेश्वरले कस्तो मजाले खेल गरिदिए शैतानले सोचेको थियो अब राजाले पनि राजा आफूले त हट्न सक्दैन यो कसरी हट्छ ट्र्याप दामी लगाएको थिए होइन बट परमेश्वरले के गरे जब रानी यस्तोले परमेश्वरमा प्रार्थना गरे अनि राजालाई गयो इफ आई प्यारिस है यदि म नाश भयो भने म नाश होस् म राजाकोमा जान्छु किनकि रानीहरू गएर राजाहरूसँग सिधै बाँच्नु पाउँदैन थियो पर्सियन एम्पायरमा ओके तर रानीले यदि म मऱ्यो भने पनि मैले यो पर्सियन ललाई बिगाएर राजाको कहाँ गएर म राजाको कोर्टमा गएर बोल्दाखेरि म मर्छु भने म मर्छु तर मेरो जातिलाई म बचाउँछु भनिकन को गए यस्तो रानीको है अनि यस्तो रानीको फ्रेज हामी जब पनि बाइबल कलेजमा हेर्छौँ है इफ आई प्यारिस है यदि म मऱ्यो भने पनि म मरेँ ओके यस्तो रानीले आफ्नो जीवन नै जातिलाई बचाउनको लागि उस्तै दिए अनि ऊ गए राजासँग बात गरे अनि राजाले सुने थाहा पाए है राजा क्रोधित भए तर लमा के गर्छ उसले डिग्री पास गरेको छ अघि नै कि अब यो मैले सेन्टेन्स दिएको छु म आफै हटाउन सक्दिनँ है तर अब के गर्ने अनि उहाँको सबैजना बुद्धिमानीले भेला हुँदछ अनि परमेश्वरले बुद्धि दिन्छ एउटा चाहिँ ल चाहिँ के हो राजाले सेन्टेन्स गरेको चाहिँ कसले पनि भत्काउन सक्दैन तर त्यो ललाई पनि ओभरसिट गर्ने अर्को ल नै अर्को बनाइदिनु भयो ओके ल नै नयाँ ल निकालिदिनु परमेश्वरले कानुन नै चेन्ज गरिदिनु भयो अनि त्यो कानुनमा के थियो यदि इफ कसैले यहुदीलाई छुन्छ भने त्यो सबै नाश हुन्छ अब उल्टा यहुदीलाई पो छुने नपाउनु भयो त है खेल चाहिँ त्यो छ यो चाहिँ अब चाहिँ यहुदीलाई त्यो भने छुनु पाउनुहोस् यदि यहुदीलाई छुन्छ भने त्यसको सबैजना नाश हुन्छ अनि हामान अनि त्यसको सबैजनालाई उनीले नाश गर्दछ सो यहाँ पनि ती कुरा भएको छ कि जब है कोर्टमा लगे पावल अनि पवललाई व्यवस्थालाई बिगारे पनि तर त्यो परमेश्वरले है ल नै त चेन्ज है चेन्ज भन्दा पनि उल्टा पल्टाइदिनु भएको छ है उनीहरूको टिम सोच्दैन यसलाई त के छ त्यहाँनिर एम्पररको अगाडि नै हटाएको छ हेर्नुहोस् इमेजिन गर्नुहोस् सो अलवेज परमेश्वरले है म तँलाई छोड्दिनँ म त्यसलाई त्याग्दिनँ म तिमीसँग छु जगतको अन्तसम्म म तिमीसँग छु भने यीशु भन्नुहुन्छ है यो वचन हामी विश्वास गर्छौँ भने हामी जहाँ पनि जाउँ परमेश्वर हाम्रो साथ हुनुहुन्छ हामीलाई कुनै कुराको डर हुँदैन हाम्रो निम्ति लडिदिने परमेश्वर हुन्छ है एउटा कुरा याद गर्नुभयो यहाँ पावललाई फेरि कोर्टमा लगेको छ यीशु ख्रीष्टले के प्रमिस गर्नुभएको थियो तिमी मेरो पछि लाग मलाई विश्वास गर्ने मेरो पछि लाग्ने के हुनेछ तिमीलाई खेदो हुनेछ सताउट हुनेछ सभाघरको अगाडि लानेछ कोर्टमा अदालत उभाइने छ यीशु ख्रीष्टले भन्नुभएको कुरा यहाँ पुरा हुन्छ यीशु ख्रीष्टले मलाई विश्वास गरिस् भने मेरो पछि साइड समय तँलाई बिल्डिङ गाडी सबै दिन्छु नेभर कहिले भन्नुभयो तर तिमीहरूको निम्ति तिमीलाई सतावट हुनेछ तिमीलाई सभाघरमा उठाइनेछ नडर म तिमीसँग है अनि पावल प्रेरितसँग त्यही भयो स्टेफनलाई के चाहिएको थियो र है
स्टार्टिङमै ढुङ्गाले खाएर मर्नु पर्यो है। ढुङ्गाले खाएर एउटा ढुङ्गालाई त कस्तो सामिने छ मर्नु चाहिँ ढुङ्गाको असिना आउँदा कस्तो हुन्छ होला है। त्यसको निम्ति ऊ शहीद भयो। सो परमेश्वर यीशु ख्रीष्टले कहिले पनि हामीलाई पोस्पेरिटी प्रमिस गर्नु भएन, तर उहाँले हामीलाई अनन्त जीवन प्रमिस गर्नुभयो र दिनु पनि भयो है। उहाँले दुःख कष्ट प्रमिस गर्नुभयो र दिने पनि भयो। तर त्यो दुःख समस्यामा के हुन्छ, म तिमीसँग छु भन्नुभयो। यो प्रमिस पो उहाँले दिनुभयो हामीलाई है। म तिमीसँग छु, त्यो पनि जगतको अन्तसम्म छु है। तिमी जहाँ जान्छौ, जब तिमी सुसमाचारको कार्य गर्छौ, म तिमीसँग छु। ओके, ख्रीष्ट हामीसँग हुनुहुनेछ। सो यसैले मण्डलीले हामी नडराइकन जोसुकै पनि हामी जहाँ पनि हौ प्रभुको बारेमा सुसमाचार सुनाउने कार्य हामीले गर्नुपर्छ है। हामी उहाँको बारेमा ख्रीष्टलाई हामी अरूलाई चिनाउने कार्य गर्नुपर्छ। तपाईँले मेरो सबैभन्दा फर्स्ट प्रायोरिटी नै के हो एज ए क्रिस्चियन, अरूलाई ख्रीष्टको सुसमाचार सुनाउने। ख्रीष्टले अरू कुनै पनि आज्ञालाई महान आज्ञा भन्नु भएन, तर एउटै कुरालाई महान आज्ञा म तिमीलाई दिन्छु, त्यो के हो, सबैलाई सुसमाचार सुनाउने। इमेजिन गर्छ यस कुरालाई चाहिँ किन महान आज्ञा गर्नुभयो, किनकि उहाँले यो महान आज्ञा चाहिँ पहिला उहाँले कम्प्लिट गरेर देखाउनु भयो नि त। यस संसारमा आफ्नो फाइदाको लागि आउनु भएन, हाम्रो निम्ति आउनुभयो है, हाम्रो निम्ति आउनुभयो। अनि यो मिसन उहाँको हृदयमा ढुकिन्छ। अनि त्यो सेम मिसन तपाईँ र मलाई दिनुभयो। अनि त्यसैले यस मिसनको कार्यलाई उहाँले महान आज्ञा गर्नुभयो। अनि त्यो महान आज्ञा चाहिँ तपाईँ र मैले फलो गर्छौँ है। अनि अरूलाई हामी है सोल विनिङ, अरूको हामी प्राण जित्छौँ ख्रीष्टमा। ओके, अनि उत्साह गर्छ हामी सबैजना मण्डली है। दिनमा एकचोटि हामी कसै पनि भेट्यौँ भने के छौँ, ख्रीष्टले तिमीलाई प्रेम गर्छ हामी भनिदिउँ न होइन, प्रभु तपाईँले धेरै माया गर्नुहुन्छ, यति त हामी भन्न सक्छौँ नि है। त्यहाँबाट इन्ट्रेस्ट हुन्छ, त्यहाँबाट कुरा पठाउँदै हाम्रो जान्छ। ओके, सो एन्ड देन हामी नेक्स्टमा अब यो के भएको छ, यहाँ यो घटना घटेको छ होइन। परमेश्वर पौलको साथमा हुनुहुन्थ्यो त्यो पौल जहाँ पनि मिसनमा जानुभयो। ओके, अब फेरि 17:18 है, 18:18 हामी पुग्यौँ। त्यसपछि पौल धेरै दिनसम्म त्यहाँ बसे। ओके, कोरिन्थमा त्यहाँनिर बसे र तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरियामा गए। तिनीसँग प्रिस्किला र अखिलास पनि थिए। कुनै भाकलको करारमा तिनले क्रियामा आफ्नो कपाल खौरे। ओके, सो पौलले अब कुन चाहिँ भाकलको कारण चाहिँ उसले आफ्नो कपाल खौरे होला, इमेजिन गर्नुहोस् त। यहाँ प्रिस्किला र उयो छ। अनि यहाँ पौलले के भन्दैछ, यहाँ जुन चाहिँ कुरा लेखेको छ नि लेखकले, कुनै भाकलको करारमा तिनले क्रियामा आफ्नो कपाल खौरे। त्यो लेख्ने चाहिँ को हो, लुकले लेखिरहेको छ। अनि लुकलाई पनि थाहा छैन कुन चाहिँ भाकलले हो, तर उसको नाजरिन भाव लिएको जति पनि छ हुनसक्छ। एप्रेन्टली जब हामी हेर्छौँ भने द क्रेस खौरिने प्रायः जस्तो कस्तो यहुदीले गर्दथे, नाजरिन भाव के छ, नासरतको जुन चाहिँ भाकल लिएको हुन्छ है। म जिन्दगीभर परमेश्वरको लागि विवाह गर्दिनँ, म जिन्दगीभर प्रभुलाई जीवन दिन्छु भनेको चाहिँ नाजरिन भाव हुन्छ। त्यो भावले गर्दाखेरि उसले आफ्नो केसहरू काटेको हुन्छ एपरेन्टली, तर हो भन्ने चाहिँ छैन, तर हुनसक्छ। किनकि म्याक्सिमम हामी के हेर्छौँ, त्यो नाजरिन भाव लिनेहरूले चाहिँ के छ, एउटा यहुदीको उसले कि चाहिँ उसले कपाल लामो राख्छ, छोरा लाउँदैन, र कि चाहिँ उसले कपाल खौरेको हुन्छ। ओके, अनि यहाँ उसले कपाल खौरेको छ, हुनसक्छ नाजरिन भावले गर्दा होला। ओके, हामीहरू यो अनुमान चाहिँ लगाउन सक्छौँ। ओके, तर पौल चाहिँ आफूले गरेको करारमा भाकलमा एकदमै स्ट्रिक्ट थियो भने हामी यहाँ बुझ्छौँ। ओके, अनि तिनीहरू एफिससमा आइपुगे र पौलले तिनीहरूलाई त्यहीँ छोडे र आफू चाहिँ एउटा सभा घरमा बसेर यहुदीसित बस। फेरि पौलले एफिससमा आएर सभा गर्न गएर बहस गर्न लागे। उसको चाहिँ के छ, जहाँ पनि होस् उसको रुटिन छ, यहुदीहरू जहाँ छ त्यहाँ जाऊ, डिबेट सुरु गर, अनि यीशु ख्रीष्ट चाहिँ मसीहा हो भनिकन प्रस्तुत गर्नु है। सुसमाचार गस्पल, जसलाई पनि यीशु ख्रीष्ट चाहिँ तपाईँ मसीहा हुनुहुन्छ भन्ने उसको के छ, मिसन छ। अनि जहाँ पनि जान्छ ऊ सभा गर्न गएर बसिहाल्छ। ओके, सो अनि त्यसको बादमा तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे। उनीहरूसँग बिदा हुँदा तिनले भने, परमेश्वरको इच्छा भए म फेरि तिमीहरू कहाँ फर्केर आउनेछु। तब तिनी जहाजमा चढी एफिससबाट जाँदछ। सो अलवेज क्रिस्चियन तपाईँ र मैले डिबेट गर्न किन जरुरी छ, ओके, इट्स भेरी इम्पोर्टेन्ट। जब हामी डिबेट गर्दैनौँ नि तपाईँ र मेरो डाउटमा भएको कुरा क्लियरै हुँदैन। ओके, एउटाले आउँछ के आउँछ अहिले, किनकि झन् हामी झुटा शिक्षा धेरै छ है। अनि ती झुटा शिक्षाहरूसँग झन् हामी बहस गर्न एकदमै जरुरी छ। अनि त्यो बहसमा चाहिँ हाम्रो उद्देश्य के हो, यीशु ख्रीष्ट तिम्रो मसीहा हो भनिकन प्रस्तुत गर्न चाहन्छ। ओके,
सो जब हामी ज्यादा डिबेट गर्छौँ त्यति धेरै हामी परमेश्वरको वचनमा चाहिँ हामी गहिरिँदै जानेछौँ। ओके, सो अहिले हाम्रोमा इन्टरनेट छ है, सबैकोमा इन्टरनेट छ, फोन छ। ओके, अनि यसमा हामी तपाईँहरू जति पनि क्रिस्चियन डिबेटहरू भएको च्यानलहरू छ। ओके, मुस्लिम वर्स क्रिस्चियन, हिन्दू वर्स क्रिस्चियन, साइन्स वर्स क्रिस्चियन, एथिक्स वर्स क्रिस्चियन जति पनि छ यो सबै डिबेटहरू तपाईँले कोट्याउँदै हेर्दै गर्नुहोस् है। तपाईँले अचम्मसँग कुराहरू सुन्नु है, तपाईँले डिस्कभर गर्नुहुन्छ ती डिबेटहरूमा। ओके, अनि जति पनि छ म रेकमेन्ड गर्छु मेरो चर्चको मण्डली सबैलाई यो डिबेटको च्यानलहरू तपाईँले खोलेर हेर्नुहोस्। ओके, स्यामसङ छ जो उहाँ एक्स मुस्लिम हुनुहुन्थ्यो अनि उहाँलाई गोस्पल प्रिच गर्छ अनि उहाँको म्याक्सिमम डिबेट मुस्लिमहरूसँग छ। ओके ओके, अनि उसलाई सबै कुरा थाहा छ, उसले असल प्रकारले गस्पललाई प्रेजेन्ट गर्छ उसले पावरले जस्तो। ओके, अनि मुस्लिमहरूलाई क्लियर अन्डरस्ट्यान्डिङ उसले दिन्छ। ओके, स्यामसङ। ओके, हिन्दीमा हाम्रो ग्लोरिया एपोलोजेटिक्स छ, फ्रान्सिस। ओके, ब्रदर फ्रान्सिस छ। ओके, नेपालीमा सुरज सुब्बा एपोलोजिया छ जो हाम्रो चर्चको हुनुहुन्छ। ओके, अनि रवि जकरिया उहाँको मिसनरीले भन्नुभएको छ। ओके, त्यसबाहेक अरू धेरै एपोलोजिस्टहरू हुन्छ, उहाँको च्यानल तपाईँले फलो गर्नुहोस्। ओके, अनि आफ्नो परमेश्वरप्रतिको विवेक अनि बुद्धिलाई नलेजलाई अझै धेरै बढाउनुहोस्, ताकि तपाईँ र मलाई यदि कसैले तपाईँको विश्वासको बारेमा तपाईँको फेथको फाउन्डेसनको बारेमा सोद्धाखेरि तपाईँ र म जवाब दिन ल्याइदिनुहोस्। तपाईँ र मलाई आफ्नो फाउन्डेसन विश्वासको फाउन्डेसनै निम नै थाहा छैन भने हामी कसरी अरूलाई सुसमाचार सुनाउन सक्छौँ है। हामी आफै के हुन्छौँ अन्यलमा, यानि कि कन्फिडेन्ट हुँदैन हामीलाई है, ला हो कि होइन भन्ने हुन्छ भने हामी अरूलाई कसरी क्लियर सुसमाचार सुनाउँछौँ। पल जस्तो तपाईँहरूमा क्लियर अन्डरस्ट्यान्डिङ भएको विश्वास छ, क्लियर बाइबलको क्लियर नलेज भएको तपाईँहरू विश्वास हुनुपर्छ। एन्ड देन जसले सोद्धा पनि यस हाम्रो फेथको फाउन्डेसन यो, अनि यीशु ख्रीष्ट उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ, यसरी यो गर्नुभयो यसो गर्नुभयो यसका कारण चाहिँ यो प्रुफ हुन्छ भने किन हामी फेथको तपाईँ हामी इमेजिन गर्नुहोस् हामी क्रिस्चियन किन हौ, हामी चर्च किन आउँछ, हामी पक्ला हौ र होइन होइन, हामी पागल हो र, हामी धर्म परमेश्वर रिसाउँछ र हामी आउँछौँ चर्च? नो, म त कहिले आउँदिनँ है। परमेश्वर रिसाउँछ भने चर्च हामी आउँदैनौँ नि, किनकि हामी विश्वको साँचो अनि साँचो परमेश्वरलाई कृष्ण आराधना गर्न उहाँको वचनबाट सिक्न पाउँछौँ त हामीले होइन। यस कारण चाहिँ हामी पक्ला होइन, हरेक सन्डे गीत गाउँदै बजाउँदै है, मान्छेले भन्छ होला है कृष्णको फेरि सुरु भयो बजाउने ठटाउने है। नो, हामी पक्ला होइनौँ चर्च आउनु है। हामीहरू आँखा खोलिएको है, उद्धारको आँखा खोलिएको, शैतानले बन्द गरेको आँखा खोलिएको है, दिमाग भएको व्यक्तिहरू साँचो परमेश्वरलाई पुज्न हामीहरू मण्डलीमा हामीहरू भेला हुन्छौँ। हो कि भन्छ। सो यसैले तपाईँ र म आफ्नो विश्वासको फाउन्डेसन दौडाउनुपर्छ। कसैले एन्सर दिँदाखेरि पौलले के भन्छ, बी सिजन अन सिजन, सिजन नहोस् या अनसिजन होस्, बी रेडी हो तिम्रो फेथको गवाही दिन है। हामी किन विश्वास गर्छौँ यीशु ख्रीष्टलाई? त्यो यहुदी मान्छेलाई नाजरेथ गएको कार्पेन्टरलाई हामी किन विश्वास गर्छौँ? अरे कार्पेन्टर त हो होइन, त्यसको त के बिएमडब्ल्यू पनि थिएन, के घर पनि के पनि थिएन, त्यो नाजरेथबाट आएको त्यो मान्छेलाई हामी किन विश्वास गर्छौँ है? त्यो पनि काठमा झुन्डेर है, होइन नि, यीशु ख्रीष्ट साँचो परमेश्वर हुनुहुन्छ। द्याट्स वाइ हामी विश्वास गर्छौँ र हामीहरू है। हामीहरू ख्रीष्ट चाहिँ हाम्रो मसिहा भनेर विश्वास गर्छौँ अनि उहाँ हो, उहाँले प्रमाण दिनुभयो, एभिडेन्स। आज तपाईँहरू मेरोमा यीशु ख्रीष्टको बारेमा है, एलेक्जेन्डरको बारेमा मेबी 4-5वटा 50-60वटा होला प्रमाण आज तपाईँहरू मेरोमा होइन। जति पनि हिस्ट्रीमा इतिहासमा एरिस्टोटल है, कार्ल मार्क्स जति पनि छ इतिहासको ठुलो ठुलो व्यक्तिहरू उनीहरूको बारेमा कतिवटा तपाईँहरू मेरो एभिडेन्स छ, मेबी 100वटा 150वटा 200वटा। तर यीशु ख्रीष्टको बारेमा एभिडेन्स 25,000 भन्दा बेसी एभिडेन्स, हिस्टोरिकल एभिडेन्स हामी पाउँछौँ। त्यसमा हामी विश्वास गर्छौँ है। र पनि फेरि हामीहरू विश्वास गरेर हामीहरू तपाईँ मेरो फेथमा हामी नै कन्फ्युज छौँ भने हामी कस्तो क्रिस्चियन है? हामी केलाई बुझिरहेको छौँ? ख्रिस्टाना साँच्चै नै बुझिरहेको छौँ कि कसको आराधना गर्दैछौँ है? त्यो सोच्नुहोस् तपाईँहरू। 25,000 भन्दा बेसी हाम्रो म्यानुस्क्रिप्ट छ, रिटर्न म्यानुस्क्रिप्ट जो पहिलाको टाइममा लेखेको म्यानुस्क्रिप्ट छ हाम्रोमा। त्यसमा हामी विश्वास गर्छौँ है। एलेक्जेन्डरको बारेमा कति छ? मेबी 200वटा होला, के एलेक्जेन्डरले यो गर्यो त्यो गरेर लेखेको म्यानुस्क्रिप्ट है। क्लाउडियसको बारेमा, एम्परर निरोको बारेमा कतिवटा छ? यीशु ख्रीष्टको 25,000 प्लस के छ म्यानुस्क्रिप्ट हामी पाउँछौँ। इमेजिन गर्नुहोस् त, यीशु ख्रीष्ट सत्य हुनुहुन्छ, यीशु ख्रीष्ट साँचो हुनुहुन्छ। यसैले तपाईँहरू विश्वासको निव है, विश्वासको फाउन्डेसन दौरो गर्नु जरुरी छ। कसरी सोद्धाखेरि तपाईँहरू मेरो विश्वासको फाउन्डेसनलाई हामीहरू
प्रचार गर्न सकौँ र यीशु ख्रीष्ट चाहिँ सबै मानिसको पाप उठाइलाई जाने थुमा भनेर हामीहरू प्रमाण दिन सकौँ देन मानिसले विश्वास गर्छ ओके सो अनि नेक्स्ट मुनि 22 अध्यायमा हामी पुग्यौँ ल अब हेर्नुहोस् है 22 अध्यायमा जब तिनी कैसरियामा उत्रे तब माथि उक्लेर मण्डलीलाई भेटघाट गरे अभिवादन गरेर फेरि एन्टियोकतिर लागे एन्टियोक चाहिँ के हो होम चर्च अनि एन्टियोकबाट चाहिँ उसको मिसन सुरु भएको छ ओके होम चर्च चाहिँ के एन्टियोक हो ओके अनि एन्टियोकबाट चाहिँ उसले के गरेको छ मिसन सुरु गरेको छ पवलको अनि थर्ड मिसनरी पनि यहाँबाट सुरु हुँदछ ओके सो अनि पवल अनि एन्टियोकमा सबैभन्दा पहिला के भएको थियो क्रिस्चियन कहाँ बनियो एन्टियोकमा बनियो ओके हामीलाई पहिला क्रिस्चियन बनिँदैन थियो है ओके विश्वासी मध्ये विश्वास गर्ने यसको चेलाहरू भन्दै थियो तर मण्डलीलाई सबैभन्दा पहिला एन्टियोकमा मेन होम चर्चमा है त्यहाँनिर क्रिस्चियन भनेर भनियो अनि आज तपाईँलाई मलाई क्रिस्चियन सो तपाईँ र म आज के हौ क्रिस्चियन हौ किन हामी ख्रिस्टलाई पछ्याउँछौँ र ओके हामी साबत दिन मान्छौँ खतरनाक गर्छौँ न क्रिस्चियन होइनौ त्यो यहुदी हो फेरि है त्यो यहुदी हो ओके हामी क्रिस्चियन हौ किनकि हामी ख्रिस्टलाई पछ्याउँछौँ ओके हामी निष्ठाचार मान्छौँ क्रिस्चियन हौ होइन नो रङ डेफिनेटली 100% रङ यहुदी निष्ठाचार गर्ने मान्छ यहुदीहरूले मान्छ हामी के मान्छौँ हामी ख्रिस्टलाई प्रभु अनि उद्धारकर्ता मुक्तिदाता भनिकन मान्छौँ हामी क्रिस्चियन हौ ख्रिस्टलाई ओके सो अनि एन्टियोकमा आए ऊ फेरि होम चर्च आउँछ अनि तिनले केही दिन त्यहाँ बिताउँदछ त्यहाँबाट निस्केर गलेसियामा गलातियामा अनि फ्रिजियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै विभिन्न स्थानमा गए उसले अघि प्लान गरेको चर्चमा ऊ जान्छ सबैलाई भिजिट गर्दै ओके एज अ मिसनरी चाहिँ भिजिट गर्दै जान्छ नि त्यसरी नै आफूले प्लान गरेको चर्चमा भिजिट गर्दै गर्दै ऊ सबै चर्चेसमा ऊ घुम्दछ अनि त्यसको बादमा अब 24 अध्यायमा हेर्छ एलेक्जेन्ड्रिया निवासी अपोलोस नाउँ भएका एकजना यहुदी एफिससमा आए तिनी एकजना कुशल वक्ता र धर्मशास्त्र पोख्त थिए यानि उसलाई पुरानो नेम याद भएको अपोलोस यहाँ आइपुग्दो छ एलेक्जेन्ड्रियाबाट ओके अनि तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए र आत्मा उत्साहित भए तिनले यीशुका विषयका कुराहरू ठिकसँग बोल्ने र सिकाउने गर्थे कसले अपोलोसले अब अपोलोसको अहिले याद गरिराख्नुहोस् एलेक्जेन्ड्रियाबाट आएको एउटा यहुदी थियो उसले बाइबल स्टुडेन्ट थियो पुरानो नेमको डर उसलाई थाहा थियो यूहन्नाको ब्याप्टिजमसम्म अनि आउनेवाला मसीहको बारेमा उसलाई थाहा थियो ओके अपोलोस अब पछि हामी कोरिन्थीमा पुग्दाखेरि कोरिन्थीको पुस्तक पढ्दा चाहिँ म पावलको म अपोलोसको भनेर फाइट खेल्छ त्यहाँको मण्डली त्यसरी अपोलोसको भनेर कन्फ्युज नहुनुहोस् ओके अपोलोस कहाँबाट आएको छ एलेक्जेन्ड्रिया निवासी एउटा यहुदी हो ऊ आएको छ ओके अनि ऊ पनि एउटा टिचिङ्समा बेस्ट थियो बाइबल स्टुडेन्ट बाइबल टिचर थिए ओके पुरानो नेमको अनि 26 मा तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले र तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अखिलासले तिनलाई आफ्नो घरमा ल्याए र परमेश्वरको मार्गको अर्थ झन् प्रशस्तसँग बुझेथे अब अखिला र प्रिस्किलाले झन् के गरे अपोलोस यस तिम्रो सबै कुरा ठिकै हो बट नाउ हाम्रो मसीहा यीशु ख्रीष्ट अलरेडी आइसक्नु भएको छ अनि अब यीशु ख्रीष्टको बारेमा पनि अखिला र प्रिस्किलाले उसलाई सिकाउँदछ एन्ड देन त्यसको बादमा फेरि अपोलोस कन्टिन्यू यीशु समाचार लिएर अघि बढ्छ तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए र तिनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर फेसबुकमा व्हाट्सएपमा टेक्स्ट गरिछन् के छ पत्र लेखे ओके तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे किनकि तिनले धर्मशास्त्रका वचनद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाइकन यहुदीहरूलाई सबैका सामने बिल्कुल निरुत्तर पारिदिए सो अपोलोसले अब यहाँ के गरे अब प्रिस्किला र अखिलाकोबाट चाहिँ उसले कम्प्लिट गस्पल पाए हैन मलाई डल्लै थाहा थियो हैन यूहन्नाको ब्याप्टिजम डल्लै थाहा थियो अनि यीशु ख्रीष्टको बारेमा उसले थाहा भयो अनि ऊ यहाँदेखि अखिया भन्ने जग्गामा गएर पनि त्यहाँ भएको यहुदीहरूलाई पनि यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर उसले एक्सप्लेन गरे पुरानो नियमबाट पनि लिएर उसले एक्सप्लेन त्यसैले बाइबल कलेज अनि बाइबल स्टडी एकदमै महत्त्वपूर्ण छ जब तपाईको बाइबलको कम्प्लिट ज्ञानै छैन भने हामी कुनै पनि कुरालाई एक्सप्लेन गर्न सक्दैनौँ अनि पौललाई पुरानो नियम बाइबल डल्लै थाहा थियो ओके अपोलोसलाई डल्लै थाहा थियो अनि उनीहरूले पुरानो नियमबाट लिएर एक्सप्लेन गरेर यीशु ख्रीष्ट प्रभु हुन्छ भने उनीहरूले प्रस्तुत गरे प्रमाण दिए एन्ड देन ती यहुदीहरूले विश्वास गरे ग्रीकले विश्वास गरे आजको दिन पौललेको पत्र पढेर तपाईँ र म पनि विश्वास गर्छौँ हैन एफएसी कोरिन्थी तिमोथी सबै पढेर हामी विश्वास गर्छौँ अनि पुरानो नियम पनि पढेको कारण किन पुरानो नियममा भनेको मसीहा चाहिँ यीशु ख्रीष्ट रहेछ भनिकन
अनि जुनै कुरा एक्सप्लेन गर्न हामीले बाइबलको 66 पुस्तकलाई कोट्याउन जरुरी छ। बाइबलमा भएको 66 पुस्तकलाई कोट्याउन जरुरी छ कुनै पनि कुरालाई एउटा एक्सप्लेन गर्न। ओके, त्यसैले बाइबल स्टडी एकदम महत्त्वपूर्ण छ। ओके, सो कोट्याउनुहोस् तपाईँले बाइबल क्लासेसहरू। ओके, हेर्नुहोस् नयाँ नयाँ कुराहरू। ओके, अनि अपोलोसले पनि यसरी एक्सप्लेन गरिदियो। ओके, सो अब यहाँसम्म हामीले के पायौँ, पावल कहाँ गएछ, कोरिन्थमा गएर अब कोरिन्थमा बस्ने यहाँ मण्डली खडा गरे। अब हामी कोरिन्थीको 1 कोरिन्थी 2 पढ्दाखेरि कन्फ्युज नहुनुहोस्। कोरिन्थीको मण्डली कसले सुरु गरे, कसले सुरु गरे भन्नुहोस् त, परमेश्वरले पावलद्वारा सुरु गर्नुभयो। ओके, कसले, परमेश्वरले पावलद्वारा सुरु गर्नु। पावल त एउटा भाडो मात्र हो। ओके, पावललाई परमेश्वरले युज गर्नुभएको छ है। पावललाई परमेश्वरले युज गर्दा कस्तो कस्तो गरे भन्नुहोस् त, पावललाई परमेश्वरले युज गर्दाखेरि हामी एउटा गीत आउँछ नि, कुटी पिटी काटी छाटी भन्ने, पावललाई त्यसरी युज गरे। ओके, पावललाई कुटे पनि पिटे पनि, ओके, काटे पनि छाटे पनि है। त्यो रातभर उसको खुनसरी ऊ जेलखानामा बसे। ओके, मार्न पनि खोजे। ओके, यस्तो विषय भनेको सबै कुरा पुरा भयो पावलको जीवनमा। तिमीहरूलाई मेरो निम्ति खेदो हुनेछ। ओके, तिमीहरूलाई सभाघरमा उभाइनेछ, केस हुनेछ, तिमीमा चुटाइ खानेछौ, जेलखानामा बस्नेछौ। यसको प्रोफेस पावलको जीवनमा पुरा भएको छ। द्याट्स हाउ परमेश्वरले पावललाई युज गरिकन एसिया माइनरमा डल्लै है त्यसको अनि एफिसी कोरिन्थी सबै चर्चेसहरू प्लान गर्नु। पावलद्वारा परमेश्वरले यी जग्गाहरूमा चर्च प्लान गर्दाखेरि पावललाई फर्स्ट क्लासको फुल एसीको टिकट दिएर पावललाई परमेश्वरले पठाउनु भएन, तर उसको जहाज डुबे, धुलाइ खाए, खेदो गरे, भाइहरूले राति नै जहाज मार्न पठाइदिए। त्यसरी परमेश्वरले चर्च प्लान्ट गर्नुभएको छ। ओके, अब हामीसँग 15 मिनट छ। ओके, अब 19 अध्यायको हामी अलिकति हामी हेर्नेछौँ। ओके, सो यहाँसम्म क्लियर बुझ्नु हुँदैछ नि है। सो 19 अध्यायमा हामीहरू जानेछौँ। ओके, अब यहाँ फेरि अपोलोस हेर्नुहोस् ल, 19:1 अध्यायमा हेर्नुहोस् त। अपोलोस कोरिन्थमा हुँदा पावल भित्री इलाकाहरू भएर एफिससमा आए। त्यहाँ तिनले कुनै कुनै चेलाहरूलाई भेट्टाए। तिनी उनीहरूलाई भने, जब तिमीले विश्वास गर्यौ कि तिमीले पवित्र आत्मा पायौ? उनीहरूले तिनीलाई भने, पवित्र आत्मा हुन्छ भन्ने त हामीले सुनेकै छैनौँ। के भनेछ, विश्वासीलाई पवित्र आत्मा थाहै छैन त्यहाँनिर। ओके, पवित्र आत्मा कस्तो है, हामीले सुनेकै छैनौँ भनेर भन्छ यहाँ। अनि तिनले उनीहरूलाई भने, तब तिनीहरूले कस्तो ब्याप्टिस्मा लियो भनेर पावलले सोध्छ। उनीहरूले भन्छ, यूहन्नाको ब्याप्टिस्मा। सो स्टिल सुसमाचार सुन्न त्यसको सुसमाचार त्यहाँ प्रचार भएको थिएन। यूहन्नाले प्रिचिङ गरेको मात्रै प्रचार भएको थियो त्यो जग्गामा। ओके, अनि तब पावलले भने, यूहन्नाले दिएको बप्तिस्मा चाहिँ के को, पश्चातापको बप्तिस्मा थियो। उनी पछि आउनुहुने व्यक्ति अर्थात् येशूमाथि विश्वास गर्नु भनी उनले मानिसहरूलाई बताउँथे। कसले, यूहन्नाले चाहिँ के भन्थ्यो, अब म पछि आउने व्यक्ति यीशु ख्रीष्टमाथि चाहिँ तिमीले विश्वास गर्नु अन्त उद्धार पाउँछ। तर अहिले मैले दिने ब्याप्टिजम चाहिँ के हो, पश्चातापको लागि मात्रै हो भनेर कसले भन्दथ्यो, यूहन्नाले भन्दथ्यो भनेर पावलले एक्सप्लेन गर्दैछ यहाँनिर। ओके, किनकि यीशुको टाइममा को पनि थियो, पावल पनि थियो त्यहाँ, ग्यामलियलको अन्डरमा ऊ पढ्दै थियो। ओके, सो अनि यो कुरा सुनेर उनीहरूले प्रभु यीशुको नाममा बप्तिस्मा लिए। त्यो मण्डलीले यीशुको नाममा बप्तिस्मा लिए। जब पावल उनीहरूमाथि हात राखे तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो र उनीहरू अन्य भाषामा बोले र अगमबानी गरे। उनीहरू प्राय 12 जना जति थिए। अब नाउ यूहन्नाको ब्याप्तिस्मासम्म उनीहरूले पवित्र आत्मा पाएका थिएन। ओके, उनीहरूले पवित्र आत्मा पाएका थिए, किन, यीशु ख्रीष्ट विश्वासै गरेको थिएन। न अब चाहिँ यीशु ख्रीष्ट विश्वास गरेपछि चाहिँ त्यहाँदेखि चाहिँ पवित्र आत्मा पाउँछ। सो जुन कसैले पनि टुडे यीशु ख्रीष्ट विश्वास गरेको छ, हामीमा पवित्र आत्मा वास गर्नु सक्छ। ओके, सो यूहन्नाको ब्याप्तिस्मा मात्रै विश्वास गर्नेले पाउँदैन। अब त हामी यूहन्नाको पिता पुत्र आत्मा यूहन्नाको नाम ब्याप्तिस्मा दिन्छ हामी, यूहन्नाको नाम ब्याप्तिस्मा दिँदैन हामी, तर पिता पुत्र पवित्र आत्माको नाममा। ओके, किनकि हामी यीशु ख्रीष्ट विश्वास गरेको एन्ड देन हामी ब्याप्तिस्मा दिन्छौँ हैन। यीशु ख्रीष्ट विश्वास गरेपछि मात्र पवित्र आत्मा हुन्छ। ओके, तपाईहरु सबै यीशु ख्रीष्ट जसले विश्वास गरेको छौँ, हामी सबैमा पवित्र आत्मा वास गर्दछ। ओके, सो अब चाहिँ उनीहरूले पनि पवित्र आत्मा पाए। ओके, अनि उनीहरूले पवित्र आत्मा पाए भनेर प्रमाण चाहिँ के थियो, उनीहरू अन्य भाषामा बोले र अगमबानी गर्यो। अनि पावलले पनि थाहा भयो, यस उनीहरूमाथि पनि पवित्र आत्मा आउनुभएको छ। ओके, सो 19 को अब 9-8 मा पुग्यो है ल।
पावल सभाघरमा पसिकन 3 महिनासम्म परमेश्वरको राज्यको विषयमा तिनीहरूसँग साहसपूर्वक बहस गरे र मानिसहरूलाई बुझेर फेरि पावलको रुटिन के छ फेरि सभाघरमा गएर यहाँ झन् 3 महिनासम्म डिबेट गर्ने ओके झन् 3 महिनासम्म यहाँ बहस गर्न पुगेको छ सभाघरमा तर जब कुनैले हटी भएर इमेजिन गर्नुहोस् है पावललाई पुरानो नियम डल्लै याद छ अनि त्यो टाइमको टप क्लासको ग्यामेलियलको के अरे स्टुडेन्ट भएर सिकेर उसलाई सबै कुरा थाहा छ अनि यहुदीहरूलाई पुरानो नियमको सबै कुरा उनीहरूको अगाडि राखेर यीशु ख्रीष्ट प्रभु हुनुहुन्छ भनेर बुझाउँदाखेरि पनि यहाँ यहुदीले के छ हटी भएछ हटी भएर यीशु ख्रीष्टलाई विश्वासै गर्छ जबकि व्यवस्था डल्लै उनीहरूको अगाडि राखिदिए र पनि विश्वास गर्नु ओके सो सेम वे तपाईँ र म कति धेरै प्रार्थना उपवासको साथमा कति धेरै अभ्यास वर्षमा पनि मान्छेले विश्वास गर्दैन नि त्यो मान्छे आफै हटी भएको छ ओके त्यसो मान्छे आफै हटिनुपर्छ सो यहाँ पनि पावलले सबै कुरा गरिदिँदाखेरि पनि हटी भएर विश्वास गर्दैन र समुदायको विरुद्धमा झुन्डको सामुन्ने बोल्न लागे अझै एगेन्स्ट बोल्न थाल्छ तब पावल तिनीहरूबाट अलग भए र चेलाहरूलाई साथमा लगी टुरानसको विद्यालयमा बहस गर्न लागे आफै टुरानस भन्ने युनिभर्सिटीमा लगेर उसले त्यहाँ डिबेट गर्न थाल्छ ओके ऱ्याप सेसन भनौँ न ओके ऱ्याप सेसन थाल्छ त्यहाँ लगेर अनि यो काम 2 वर्षसम्म चलिरह्यो र एसियाका सबै बासिन्दाहरू यहुदी र ग्रिक दुवैले प्रभुको वचन सुने ओके अनि परमेश्वरले पावलको हातबाट असाधारण आश्चर्य कामहरू गर्नुभयो अचोको कुरा हेर्नुहोस् है पावलले किन थियो पावल जब मिसन जर्नीमा के छ ऊ पनि जहाँ पनि जाँदथ्यो सभाघरमा गयो त्यहाँ गएर टिचिङ एन्ड प्रिचिङमा उसले टाइम बिताउँदथ्यो डिबेटमा ऱ्याप सेसनमा टाइम बिताउँदथ्यो अझै लगेर उसले ऱ्याप सेसन अनि टिचिङ प्रिचिङमा टाइम बिताउँदथ्यो ओके अनि जहाँ पनि हुन्छ उसले सुसमाचारको कार्य गरेको छ अनि त्यो सबै कुरा गर्दाखेरि पनि उहाँले उसले टप क्लासको टिचिङ प्रिचिङमा पनि कति धेरै मानिसहरूमाथि विश्वास गरेन परमेश्वरमाथि ओके त्यो एउटा नर्मल कुरा आजको दिन त्यस्तै हुन्छ नि है हामी मान्छेको निम्ति प्रार्थना गरिदिन्छौँ होइन सुसमाचार सुनाउँछौँ उहाँलाई विश्वास गरिदिनु है उनीहरूको इच्छा हो है उनीहरू हटी भए त जसले विश्वास गर्छ उसले अनन्त जीवन पाउँछ होइन जसले विश्वास गर्दैन उसले अनन्त वृद्धि पाउँछ है तपाईँले विश्वास गरेको छौँ हामीले अनन्त जीवन पाएको छौँ तपाईँ म कहिले पनि नाश हुँदैन इमेजिन गर्नुहोस् त हामी बुढो कहिले पनि हुँदैनौँ जब हामी महिमामा हुन्छौँ हामी कुहिँदैनौँ है इमेजिन गर्नुहोस् त परमेश्वरको वचन हुन्छ है हामीलाई क्रिमहरू जति पर्दैन है त्यतिखेर ओके किनकि हामी कहिले पुग्छौँ है किनकि हामी इनकरप्टिबल हाम्रो शरीर हुन्छ है कहिले नपुग्ने शरीर है हामी सधैँ जवान हुन्छौँ क्रिस्टको अगाडि ओके सो अनि यो अपर्च्युनिटी कसले पाएको छौँ जसले यीशु ख्रीष्टलाई विश्वास गरेको छ ओके अब परमेश्वरले पावलद्वारा दामी काम गर्नुहुन्छ हेर्नुहोस् ल परमेश्वरले पावलको हातबाट हेर्नुहोस् है असाधारण आश्चर्य कामहरू गर्नुभयो यहाँसम्म कि रुमाल अथवा पछौरा तिनको शरीरमा छुवाएर बिमारीहरू कहाँ लगिन्थे र तिनीहरूका शरीरबाट रोग जान्थे र दुष्टात्मा पनि निस्कन्थे वाह इमेजिन गर्नुहोस् त परमेश्वरले पावलद्वारा यस्तो काम गर्नुभयो पावलको रुमाल मानिसको रुमाल चाहिँ पावलको जिउमा छुइकन ओके छुएर होइन पछौरा छुएर लगेर त्यो रुमाल चाहिँ बिमारीमा टच गरिदिँदा बिमारी रोग जान्थ्यो दुष्टात्मा निस्केर जाँदथ्यो पावललाई परमेश्वरले एकदम माइटी रूपमा युज गर्नुभयो ओके अनि यो चाहिँ परमेश्वरद्वारा परमेश्वरले कार्य गर्नुभयो त्यो जग्गामा अनि हाम्रो 13 अध्यायमा हाँसुको कुरा हेर्नुहोस् है अब घुम्दै जाँदाखेरि हो कि तर कुनै यताउता घुमफिर गर्ने यहुदी झारफुकहरूले हुतात्मा लागेकोहरूलाई हेर्नुहोस् है हामी के लेख्छ कुनै यताउता घुम्ने को झारफुक कस्तो ग्रिक भनेको छ त्यहाँ राइलिमु भनेको छ मुख्य छ यहुदी झारफुक ओके यहुदीहरू नै झारफुक गर्ने थिए त्यहाँ जबकि व्यवस्था अनुसार यहुदीहरूले झारफुक गर्नु चाहिँ परमेश्वर अगाडि ठुलो पाप हो ओके यहुदीहरूले चाहिँ झारफुक गर्नु ठुलो पाप हो अनि यहाँ यहुदीहरू नै झारफुक गर्नेहरू छ हेर्नुहोस् है इमेजिन गर्नुहोस् अनि उसले के गर्थे हेर्नुहोस् त झारफुकेहरूले झारफुकेहरूले भूतात्मा लागेकाहरूलाई प्रभु येशूको नाउँ उच्चारण गर्दै यसो भने पावलले प्रचार गरेको येशूको नाउँद्वारा म तँलाई आज्ञा दिन्छु निस्किजा यस्तै हो के भनेछ पावलले प्रचार गरेको जुन चाहिँ येशू छ नि त्यसको नाममा निस्किजा भन्दै कसको लाइसेन्स चलाएछ येशू ख्रीष्टको लाइसेन्स चलाउँदैछ ओके आफ्नो बिजनेसमा उनीहरूले ओके लाइसेन्स चलाएछ
अब भूतात्माको रिप्लाई हेर्नु कस्तो मजा छ अझै भन्छ होइन आज्ञा गर्छु भन्छ अझै दादा भयो होइन त्यहाँ एकजना स्किवा अनि त्यसको छोराहरू थियो ओके स्किवा हालेको छ स्किवा लेखेको छ नेपालीमा स्किवा अनि उसको छोराहरू छ उनीहरूले के गर्थे भन्नु त यहुदी प्रधान पुजारीका 7 जना छोराहरू ऊ पनि यहुदी प्रधान पुजारी अनि उसको 7 जना छोराहरूले यसो गर्थे 15 मा अब भूत आत्माले के जवाब दिएर के भन्थे येशूलाई म चिन्छु पावललाई पनि चिन्छु को चाहिँ को भन्छ येशूलाई म चिन्छु र पावललाई पनि म चिन्छु तर तिमीहरू चाहिँ को भन्छ भूत आत्माले के भन्छ भाइ येशूलाई पनि चिन्छु म पावललाई चिन्छु तिमीहरू चाहिँ को इमेजिन गर्नुहोस् भूत आत्मा लागेको मानिसलाई संसद स्किवा चाहिँ को थियो प्रधान पुजारी यहुदीको पुजारीहरू अनि उसको 7 जना छोराहरू चाहिँ को थिए फेरि भूतात्मा पुजारी इमेजिन गर्नुहोस् इजरायलको अवस्था कहाँ पुग्यो थियो यहुदीहरूको अवस्था जब भूतात्मा खेल्नु बाउ चाहिँ के छ इजरायलको पुजारी प्रधान पुजारी छोराहरू चाहिँ 7 जना चाहिँ भूतात्मा खेलाउने झारपुकीहरू अनि यहुदीको व्यवस्था अनुसार झारपुक गर्नु चाहिँ के एकदमै महा ठुलो पाप हो हेर्नुहोस् है यहुदीहरूको अवस्था यस्तो भइरहेको छ अनि पावलले प्रचार गरेको के भन्छ पावलले प्रचार गरेको यीशुको नाममा निस्किजा भन्दै उसको बिजनेस बढाउन कोसिस गर्छ किनकि उनीहरूले देख्यो नि त होइन पावलको त जिउमा रुमाल छोएर दुष्ट आत्मामा राख्दाखेरि पनि छट्टै जाति हुन्छ लेट्स हामी त्यही स्थिति चलाउँ न होइन कपी पेस्ट गरेछ अनि कपी पेस्ट गर्दा के भन्दैछ तेरो बाबु पनि म चिन्छु भने जस्तो नि होइन पुजारी भएर पनि तँ यस्तो छस् होइन येशूलाई पनि म चिन्छु पावल पनि म चिन्छु तर तिमीहरू चाहिँ को है आई डोन्ट नो हेर्नुहोस् न म तिमीलाई चिन्दिनँ शैतानले के भन्छ म चिन्दिनँ तिमीहरू को मलाई हुकुम गर्ने त्यो भूतात्मा भएको मानिस तिनीहरू माथि उफ्रिँदै आयो र तिनीहरू सबैलाई बसमा पारेर तिनीहरूलाई पछ्यायो र तिनीहरू त्यस घरबाट नाङ्गो र घाइतो भएर को भागे पुजारीको 7 जना छोराहरूमाथि के भयो नै ओइ लागे अब जस्तो इमेजिन गर्नुहोस् अस्ति म सुन्दै थिएँ है पहिलाको एक्जोर्सिस्ट हुन्छ नि भूतात्मा खेलाउने उनीहरू जो कृष्ण विश्वास गर्छन् उसको टेस्टिमोनी सुनेको थिएँ है संसारमा चाहिँ शैतान चाहिँ डराउने चाहिँ एउटै मात्र रिलिजन छ होइन कुनै रिलिजनसँग शैतान डराउँदैन क्रिस्चियनसँग मात्रै डराउँछ है किन सबै रिलिजन उसकै त हो मेरै दोकान हो यो त्यहाँ फेरि चिया दोकान हो होइन त्यहाँ मन्दिर मेरै रेस्टुरेन्ट हो उसकै त हो सबै होइन मुस्लिम पनि मेरो सिख पनि मेरो हिन्दू मेरो सबै मेरै त हो होइन म किन डराउँछु क्रिस्चियनसँग चाहिँ दुष्ट आत्मा डराउँछ एन्ड देन यो क्रिस्चियनसँग चाहिँ को डराउँछ दुष्ट आत्मा डराउँछ अनि दुष्ट आत्मालाई निकाल्ने दुष्टमाथि अधिकार चाहिँ परमेश्वरले अथोरिटी चाहिँ तपाईँ र म नर्मल बिलिभरलाई हामी नर्मल होइन हामी भन्छौँ नर्मल ओके तर यीशुको चाहिँ विश्वास गर्ने पवित्र आत्माको छाप लागेको तपाईँ र परमेश्वरको त्यो अथोरिटी तपाईँ र मलाई दिनुभएको छ अनि जब पनि जो कसैले पनि यीशु क्रिस्टको नाममा भूतलाई खेदाउँछ है दुष्ट आत्मा निस्केर जान्छ भाग्छ ओके तर जसले पनि यीशु क्रिस्टलाई विश्वास नगरे यीशुको नाममा जा भन्छ नि त्यसकै माथि आउँछ फेरि ओके होसियार बस्नुहोस् ओके हामी क्रिस्चियन तपाईँ मलाई होसियार बस्नु जरुरी छैन किन हामी अलरेडी पवित्र आत्मा बास हुन्छौँ अनि हामीले त्यो अधिकार दिनुभएको छ कि यीशु क्रिस्टको नाममा हाम्रो ओके दुष्ट आत्मा खेद्छ है हामीले कुनै कुराको डर छैन ओके तर यीशु क्रिस्टलाई नजान्नेहरूलाई चाहिँ डर छ राति हिँड्दामा डर घडी के मन्त्र पुग्दै गरेको हामी गीत गाउँदै हामी के भूत आत्माको डरै छैन है किन शैतान हाम्रो खुट्टामा हुन्छ है परमेश्वर यो अधिकार चाहिँ क्रिस्चियनलाई दिनुभएको छ ओके त्यसैले त किन चाहिँ विश्वासीहरूलाई बाइबल स्टडी बाइबल क्लास बाइबल कलेजदेखि शैतानले टाढा राख्छ बिकज जब हामी बाइबल पढ्छौँ शैतानमाथि शैतानलाई कसरी कन्ट्रोल गर्ने अधिकार तपाईँ र मैले थाहा पाउँछौँ ओके शैतानलाई कसरी खेद्ने त्यो तपाईँ र मैले थाहा पाउँछौँ एन्ड जब तपाईँमा थाहा पाउँछौँ शैतान हामी खेद्छौँ शैतानलाई त्यो मन पर्दैन त्यही कारण दुष्ट आत्माले हामीलाई सङ्गति अनि बाइबल स्पेसली बाइबल क्लासदेखि बाइबल स्टडीदेखि हामीलाई टाढो राख्छ किनकि यसमा अधिकार छ अनि त्यो अधिकार तपाईँले मलाई दिएको छ जब तपाईँमा थाहा भयो यस्तो शैतानको त ब्यान्ड बजिहाल्यो नि होइन द्याट्स वाइ शैतानले चाहिँ अलवेज याद गर्नुहोस् है विभिन्न प्रोग्रामहरू क्रिस्चियन प्रोग्रामहरू हुन्छ त्यहाँ ठुलो मान्छेहरू सबै हुन्छ है सबै मानिसहरू आइ हुन्छ होइन सबै क्रिस्चियनहरू भेला हुन्छ तर जहाँ बाइबल स्टडी हुन्छ नि त्यहाँ कतिजना मान्छे ज्यादा हुन्छ जहाँ बाइबल स्टडी हुन्छ नि त्यहाँ कतिजना मान्छे हुन्छ है किनकि त्यो एन्टरटेनमेन्ट छ नि त एन्टरटेनमेन्ट सबैलाई थाहा हुन्छ उफ्रिन्छ नाच्छ गाउँछ त्यहाँ वचन कतिजना प्रचार भयो
त्यो गीतको लिरिक्समा परमेश्वरको बाइबलबाट वचन कतिवटा कुन चाहिँ कतिवटा लाइनमा कति खेप युज भयो वी डोन्ट नो अनि म्युजिक इमोसन तपाईँलाई उठिरहेको छ इमेजिन गर्नुहोस् सैतान वान अफ द टप वर्सिप लिडर परमेश्वरको केमा परमेश्वरको सिंहासनलाई गार्ड गर्ने टप वर्सिप लिडर हो परमेश्वर थियोलोजिस्टले भन्छ सैतानले है लुसिफरले परमेश्वर देख्ने बित्तिकै उसलाई गीत लिरिक्स देख्नु पर्ने थियो हेरेर उसले गीत गाइदिन्थ्यो भनेर म्युजिक उसको हातमा चाहिँ इमेजिन गर्नुहोस् ओके वचन उसको हातमा छैन जहाँ वचन हुन्छ नि जहाँ पनि हेर्नुहोस् जहाँ बाइबल टिचिङ हुन्छ त्यहाँ मान्छे किन कम्ती विश्वासीहरू किन कम्ती है तर जहाँ चाहिँ म्युजिक अनि प्रोग्राम भइरहेको छ है जहाँ चाहिँ वचन छैन त्यहाँ विश्वासहरू जति भइहाल्छ किन किनकि लुसिफरलाई टेन्सनै छैन नि त अरे यहाँ त गए पनि के छ यसले केही पनि जान्ने होइन तर जब हामी यहाँ जान्छौँ नि शैतान काम छ ओके दिनमा एउटा भर्स पढ्नुहोस् त्यही भर्स दिनभर राख्नुहोस् ओके दिनमा एउटा सुरु बिहान उठेर सुरु गर्दाखेरि दुईटा भर्स पढेर है सुरु गर्नुहोस् तपाईँले दिनभर पाप गर्नुदेखि तपाईँ कम्ती हुनुहुन्छ ट्राई गर्नुहोस् ओके वचन नपढिकन प्रार्थना नगरेर हिँड्नुहोस् त दिनभरि सिन नर्मल लाग्छ तपाईँलाई पाप नर्मल लाग्छ नर्मल भइहाल्छ ओके तर जब बाइबल पढ्नुहोस् ओके एउटा वचनलाई दिनभरि खेलाउँदै हेर्नुहोस् त तपाईँलाई सिन कम्ती गर्दै जान्छ ओके जो चाहिँ तपाईँलाई मैले गर्नुपर्ने ओके एन्ड देन हामी यस भर्सलाई यस वचन हामी यहाँ राख्छौँ सो शैतानमाथि अधिकार चाहिँ ख्रिस्टले तपाईँलाई मलाई दिनुभएको छ हरेक विश्वासी जसले यीशु ख्रिस्टलाई विश्वास मात्र गर्दछ अरू केही चाहिएन शैतानले यीशुमाथि विश्वास अनन्त जीवन पाउनु पनि अरू केही चाहिने यीशु ख्रिस्टमाथि विश्वास मात्र हो शैतानलाई खेद्नु पनि अरू केही चाहिने यीशु ख्रिस्टमाथि विश्वास मात्र हो ओके अनि यीशुको नाउँमा के छ शैतानले भूत पाक्छ ओके इमेजिन गर्नुहोस् परमेश्वरले भन्छ नि है त्यो दिन भनेछ तिमीले कि मेरो नाममा धेरै भूत पाए चमत्कार गरे तर म तिमीलाई भन्छु तिमीलाई देखिनु अफकोर्स यीशुको नाउँमा शैतान भन्छ इज पावर ओके इज पावर यीशुको नाउँमा इमेजिन गर्नुहोस् सो त्यो कुरा हामी याद गर्नेछौँ सो परमेश्वरले पावलद्वारा कस्तो प्रकारले कार्य गर्नुभयो हामी यस कुरा याद गर्नेछौँ अनि त्यही प्रकारले तपाईँले मैले परमेश्वरको मिसनको कार्यलाई हामीले कन्टिन्यू गर्नुपर्ने हुँदछ ओके अलवेज याद गर्नुहोस् एज अ क्रिस्चियन तपाईँले मेरो फर्स्ट प्रायोरिटी मिसन हो अरूलाई सुसमाचार सुनाउनु हो अनि अरूलाई ख्रिस्ट चिनाउनु हो ओके अनि त्यो ख्रिस्ट चिनाउँदाखेरि मेबी तपाईँको गिल्ला हुन्छ होला तपाईँले सबैको सामु तपाईँको बेइज्जत गरिन्छ होला ताली बजाउनुहोस् खुसी हुनुहोस् त्यो तपाईँको ठुलो इनाम हो है त्यसले के भन्यो जब मेरो सुसमाचार सुनाउँदा तिमीलाई खेदो हुन्छ है तिमीलाई गिल्ला हुन्छ तिम्रो उडाउँछ मजाले मजा आनन्द गर त्यो देखेर है आनन्द गर सो कन्टिन्यू अलवेज याद गर्नुहोस् हामी कसैलाई सुसमाचार सुने नै गर्नुपर्ने तपाईँले मेरो फर्स्ट प्रायोरिटी ओके आई मिन हुन्छ मेरो क्लोजिङ सङ्ग